हेलो गाइज, आज चाहिँ म यो घरमा चाहिँ माउरीको 6वटा घार छ। 6वटा घारबाट चाहिँ एउटा घरको चाहिँ आज म माउरीको मह चोर्नु लाग्दैछु। यहाँ एउटा घार हेर्नुहोस्, यो माउरीको माउरी आउ जाउ गरिरहेछ। अर्को यतातिर छ, यो पनि हो माउरी निस्किन लागेछ है। यता अर्को छ, यहाँ हेर्नुहोस् गाइज है। आज चाहिँ हामी माउरीको मह चोर्ने विचारले म आएको छु। भनेको मतलब माउरीको आज मह झिक्ने दिन मैले उ गर्दैछु है। तपाईँहरूलाई मह चाहिन्छ भने मेरो युट्युब हेरेर युट्युबबाट चाहिँ मलाई सम्पर्क राख्न सक्ने हुनुहुन्छ। मेरो युट्युबको भर्याङबाट गएर चाहिँ माथिको घार चाहिँ आज झिक्ने अरे है गाइज। अब माथिको घार चाहिँ माथि छ। यता हाम्रो लसुन राखेको छ, यस्तो लसुन प्याज हेर्नुहोस् गाइज। यो चाहिँ हाम्रो गाउँ तारेभिर यता देखिरहेछ माथि। यता गाई बाख्राहरू सबै पालिरहेछ हाम्रो भाइहरूले। यस्तो छ। अब यहाँ 3टा घार छ, माथि अर्को 3टा छ। तर आज हामी एउटा घरको चाहिँ झिक्छौँ गाइज। यो चाहिँ अब काठको भर्याङ हेर्नुहोस्, यस्तो छ भर्याङ। यो भर्याङ चढेर चाहिँ अब म माथि जाँदैछु भन्नु चाहिँ। फेरि म लड्ला भने म पनि सेफ्टी हुनु पऱ्यो। आइट ल, आहा कुखुराको भालेहरू रहेछ। यो चाहिँ प्योर लोकल होइन। यस्तो छ ल, एउटा भाले 2टा पोथी प्याजहरू पुरै खाइरहेछ। त्यहाँबाट चाहिँ फेरि तारेभिरबाट पुरा भ्यू पनि खतरा देख्छ नि त गाइज। हेर्नु काठमाडौँको भ्यू पुरा एकदम राम्रो देखिरहेछ। हेर्नु गाइज ल, यहाँबाट सबै काठमाडौँ सहर पुरै रमाइलो देख्छ। यता हाम्रो सानो भाइ पनि छ। कुखुरा त टन्ने रहेछ। ल अब चाहिँ हामी भित्रतिर यहाँ माउरीको महको घरको चाहिँ हजुरबा हुनुहुन्छ। उहाँ चाहिँ यहाँको मेन माउरी झिक्ने घरको चाहिँ हजुरबा। उहाँले चाहिँ आज मह झिकेर देखाउँदै हुनुहुन्छ। यता हाम्रो भाइ, सानो भाइ होइन। आज माउरीको मह चोर्ने दिन। आज मह चोरिन्छ हामी आफै गरेर। हेरौँ बा, यो कति सालमा बनेको घर हो? 45 सालमा हो बा? आमा म यस्तो हेर्नु त, काठको दलिन हालेर यस्तो गरेर यो के बाँसको निगालोको होइन बा? यो बाँसको उ गरेर यसरी बनाएको घर। 45 सालको घर भन्छ। अहिले 45 र 40 82 भन्दाखेरि 47-48 वर्ष भइसक्यो यो घर होइन। लगभग अब 50को आधी 100 वर्ष चाहिँ यसले भेट्नु लागिसक्यो। यस्तो हुँदाखेरि अब यो घर यति बलियो छ होइन। पहिलाको म चाहिँ यस्तो पुरानो घरहरू एकदम मनपर्छ। एकदम आनन्द कि यो गर्मीमा पनि चिसो हुने, जाडोमा पनि तातो हुने यस्तो घर छ है। यो चाहिँ हाम्रो आज हामी माउरीको मह झिक्ने दिन बाले। हेर्नु त म आइज गाइज के हो यो? आमा ल हेर्नुहोस् त। ओ ल हेर्नुहोस्, मह नै मह। ल ए गाइज हेर्नुहोस् त। हो भन्नुहुन्न ए, हेर्नुहोस् त गाइज माउरीको यहाँ तल पनि आइसक्यो। हेर्नुहोस् त गाइज यस्तो। अब बुढाबाले चाहिँ उनीहरूलाई नल्याउने, कोही नआउँदैन, हामी मात्रै हो यो। ल उहाँ चाहिँ बाजे चाहिँ एकदम यो महको चाहिँ एकदम ऊ हुनुहुन्छ, प्रोफेट एकदम। उहाँले चाहिँ कसरी मह झिक्नुहुन्छ। वाउ गाइज हट हेर्नु त गाइज। गाइज यसरी हेर्नुहोस्, यो चाहिँ माउरीको मह। तिमीलाई जुस खानिन्छ एक बोतल ल यहाँ चाहिँ जान्नुहुन्न तपाईँले त जहिले नि हेरेर। हजुर हजुर ल हेर्नुहोस् यस्तो दामी मह छ, पुरै मह हेर्नुहोस् है। यो चाहिँ अब हामी यसलाई चाहिँ आज माउरीको मह चाहिँ अब हामी चोर्नु लाग्यो भनौँ अथवा झिक्नु लाग्यो। आज चाहिँ यसको चाहिँ चोरेको भनौँ। अब माउली उनीहरूले बिचरा जम्मा गरेको हुन्छ। तर यो राख्यो भने यो पनि उनीहरूले नि सबै उ गर्छ है। अब यो चाहिँ अब हाम्रो सबै चोर्नु लाग्दैछ गाइज। माउरीको मह गाइज यति राम्रो छ है। हामी अब यसलाई चाहिँ झिक्दैछु। तपाईँहरूलाई चाहियो भने सम्पर्क गर्नु होला है गाइज। यस्तो छ है गाइज हेर्नुहोस्। यो चाहिँ हाम्रो
तारिकमा हाम्रो बाले चाहिँ यो म चाहिँ हामी झिक्नु लाग्दैछु आज है। हामी बिस्तारै अब यो झिक्दैछु। मेरो मोबाइल हेर त्यसपछि गएर पानीपुरी पो खाने हुँदैन। हेलो यता हाम्रो भाइ पनि थियो उता सदिच्छा छ ल म झिक्नु लाग्यो उसको घरको अरे ल बाबुले मेरो घरको म भन्दैछ है। म चाहिँ हामी झिक्नु बिस्तारै अब यो महरू झिक्नु पर्यो एकदम 11 पिस हो। 11 पिस हो। ए उसले गनिसकेछ भाइले 3 3 6 9 11 बढी छ भाइ। 3 3 6 9 10 11 12 13 14 पिस छ। ऊ त मिनी एउटा सानो छ 15 पिस छ आज। यस्तो भित्र पनि रहेछ 15 पिसको ऊ बनाएको रहेछ है। घार चाहिँ यस्तो घार चाहिँ यो माउरीको यो एउटा घार भयो बाको। यस्तो घार चाहिँ 6 वटा छ क्या बाकोमा 6 घार छ 6 वटा घार चाहिँ माउरीको यो घार छ। आज चाहिँ यहाँबाट चाहिँ हामी माउरीको म झिकिन्छ। हेर्नु न गाई चाहिँ यस्तो है एकदम उनै लाग्छ कि यो चाहिँ एकदम डिलेसियस एउटा ओरिजिनल एउटा पर्फेक्ट होइन एउटा राम्रो भनौँ न यसलाई। बाले झिक्दै हुनुहुन्छ। सबै घरमा यस्तो मह हुन्छ भन्ने छैन होइन। यो बाटोमा चाहिँ हामी राखिन्छ यहाँ यो बाटोमा चाहिँ अब म राखिन्छ यो बाटामा यसरी म राखिन्छ अनि म खाएको पनि तपाईँलाई उ गर्नु म समाइदिनु आउँछ नि म समाइदिनु। त्यो चाहिँ के हो तिमी चाहिँ कुचो समात ल हुन्छ हुन्छ एक चाहिँ हामीले यहाँ झिकिसक्यौँ म हेर्नुहोस् यो घार यो घार चाहिँ अब हेरौँ अरू के हुन्छ झिक्दैछ हामी। कुच्चो दिनु कुच्चो ओटी पनि हाल्नु ल आइपुग्यो यति घार सम्म कुच्चो सम्म त्यो ऊ पनि आगो पनि निभेछ। भएन त उल्टो भएछ गाडी यताबाट निकाल्नु पर्छ सहिले हुन्छ। हेर्नु गाई चाहिँ यस्तो छ बाली झिक्दैछ यस्तो भित्रसम्म छ। ठुलो घार रहेछ यो सानो होइन ठुलो ठुलो हेर्नु त कत्रो कत्रो चाका ल हेर्नुहोस् त। त्यहीको म झिकेको यहाँ हेर्नुहोस् यति भयो। अझै अर्को एउटा बाटो ल्याउनुपर्छ हेर्नु त डिलिसियस एकदम एकदम प्योर ल हेर्नुहोस् होइन यस्तो छ। आज चाहिँ हामी मह चोर्ने दिन हाम्रो मह झिक्ने दिन ल हेर्नु अलि बागो उमा चाहिँ नबा उ गर न अलि यता गएर हामी अब यो सबै झिक्नुपर्छ लगभग हाम्रो योबाट यो घारबाट लगभग कति माना जति आउला बा
पुरा भिडियो आइरह यहाँ यो भिडियोमा अब लाइक गरिदिनु होला लाइक सब्स्क्राइब गरिदिनु होला धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला भन न धेरैभन्दा धेरै सेयर गरिदिनु होला अनि भीम तामाङ सेन गरेर सबै भिडियो हेरिदिनु होला है गाइस अनि अर्को नि अब यो बाटा त भर्यो यो बाटा त भर्यो अब यो यो त तानु मियो ल गाइस यहाँ खिच हेर्नुस् गाइस अब उताबाट खिच न उताबाट तिमी खिच्नु अलि उता अझै उता हो त्यसरी खिच्ने म सुतो त्यहाँ गाइस हेर्नुहोस् हामीले चाहिँ म झिकिसक्यो है यो घारबाट उता देखाऊ मेरो आउँला उता उता यो घारबाट चाहिँ हामीले म झिकिसक्यो यहाँ चाहिँ 3 बाटा भयो त देखाउनु 1 2 3 बाटा अब यसको चाहिँ म गर्ने म देखेछ बाटा पनि देखेछ है यो 3टा उसको चाहिँ गर्ने अब यसको चाहिँ म खानुपर्छ एकदम राम्रो ओरिजिनल अर्ग्यानिक आफ्नै घरको प्योर घरको देशी एकदम लोकल म यो है गाइस म यहाँ फर्किनु गाइस हामी चाहिँ म झिकेर अब ओर्लिन लागेको है म हेर्नुहोस् यो 3 बाटा छ 1 2 3 बाटा हामीले एक घारबाट झिकेको यो म चाहिँ गएर निचाल्नुपर्छ यो चाहिँ ओरिजिनल अर्ग्यानिक प्योर तारे भुइँको एकदम ओरिजिनल म है यो चाहिँ हाम्रो सदिच्छा नानी र उज्जवल बाबुको घरबाट चाहिँ उनीहरूको घरमा चाहिँ यहाँ माउरीको घार छ 6 घारबाट 1 घार झिकेको आज हामीले यो म है गाइस निचार्ने तरकारमा मेरो अनुहार आइहाल्छ नि ल गाइस अब चाहिँ यो म निचार्दैछु अब यो चाहिँ यहाँ हेर्नुहोस् कसैले भन्छ अब ओरिजिनल भनेर चिनी मिसाएको के भन्छ होइन त्यस्तो होइन हाम्रो चाहिँ प्योर भर्खर त्यहाँ घारबाट निकालेर ल्याएर यहाँ सुरु गरिहालेको हामीले प्रस्तुत यो जालीमा नेटमा राखेर यसले चाहिँ टक्क यसरी निचार्दै गरेको है गाइस ल हेर्नुहोस् ल म हेर्नुहोस् त हाम्रो नानी सदिच्छाको मम्मी आए भन्ने आए होइन बाहिरबाट छिर्दैछु म सबै आउँछ दाइ आज लानुहुन्छ लाने कति हुन्छ म्यामोरोमा मागेछ उता कपनमा मागेको मागे मैले अस्ति नम्बर सिस्टरले भने त चिनी मिसाएको छ भनेर भन्नुभयो मलाई त भन्ने त्यो जसमा लगाउने सिस्टरले उसको त अब के भन्ने जमले भन्नुभयो मलाई त बस्दै उहाँले भन्नुभयो एक महिना लाग्दैको अनि मलाई गुनासो गर्नुभयो कि अनि मलाई त अब सदिच्छा र म पनि अब माउरीको म चाकासित त्यो भएपछि त चाहिँ हामी खाने एउटा उ गर्दैछौँ प्लेट एउटा लिएर सानो प्लेट तिमी र म यहाँ ट्याक्क राखेर खाने है धेर त खानुहुन्न गर्मी छ एकदम यो चाहिँ माउरीको मह चाहिँ ओरिजिनल यो धेर खानुहुन्न फेरि अहिले गर्मी छ धेरै गर्मी बढाउँछ गर्मी पुरै यो मुखहरू चाहिँ छ नि यो जिब्रोहरू पुरै पास्ता पुरै एकदम जिउबाट पुरै गर्मी निकाल्छ कि एकदम इनर्जी हो यो एकदम गर्मी हुन्छ खानु त पर्छ तर थोरै खानुपर्छ अहिले गर्मीको समय सानोसानो हाल्नु मन लगाएर सदिच्छालाई हामी 2 जना भएर खानुपर्ने छ 2 जना चाहिँ अब यहाँ हो त्यसलाई चाहिँ हो त्यत्रो ट्याक 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 पिस गर्नुहोस् आयो त माउरी त यहीँको ल हुन्छ हेर्नुहोस् अहिले पुगेन भने मागौँ ल बा योभन्दा धेरै त खानु हेर्नु गाई थियो ल हेर्नुहोस् त कस्तो छ यसको यो मह चाहिँ हेर्नुहोस् त देख्नुभयो यो चाहिँ अब हामी 2 जना मिलेर चाहिँ खाँदैछौँ अब सदिच्छाले लियो है ल हेर्नुहोस् हाम्रो नानीले लियो अब म पनि लिन्छु ल गाई देखाउ न
उज्जवल कता गयो उज्जवल चाहिँ पुरा उता पसलमा कुरै छ हामी चाहिँ त गाई हजुरको मोबाइल भेट्छ प्योर ओरिजिनल म धनिया पुस्नुपर्छ अहिले एकचोटि लाग्छ माग्नु टिङ्गालाई दिएर यो चाना कस्तो अचम्म लागिरहेछ सोधेर लगाइदिएछ कि मौरी म नभएको खै पुरै बाङ कुवा यस्तो थिएन है बा अस्तिको त सोझो थियो है फेरि सिधा सिधा त्यस्तो अरू खाने मलाई त पुग्यो फेरि खानु हुँदैन लगाएछ अघिको हाम्रो मजे चाहिँ सबै यसरी बुवाले उ गर्नु म चाहिँ खान्छु ल यो चाहिँ यो बट्टामा हाल्नुपर्छ रेट चाहिँ नभनौँ है रेट चाहिँ नभनौँ है यसको चाहिँ के यस्तो ओरिजिनल सामानको होइन यस्तो छ अब चाहिँ यो म हामीले यहाँ हाल्नु लागेको बट्टामा है गाई बाहिर हामीलाई माउरीले धेरै दुःख दियो कि बाहिर उ गरेको सबै छान्दा माउरी अति आयो सबै माउरीले त्यो मको चाहिँ बास्ना थाहा पायो कि बास्ना आएपछि सब उ हुँदो रहेछ अहिले पनि एकदम आइरहेछ एकदम गाह्रो भइरहेछ लगाइछ यो चाहिँ अर्ग्यानिक घरको प्योर मोमो मात्रै तल राख्दैन यो चाहिँ म लगाएँ यो चाहिँ मैले लानु लाग्यो क्या हातमा लाग्यो चाहिँ मैले लानु लागेको लगाइछ के गाई त्यो भरे छैन बा त्यहीमा हाल्नु त्योमा नहाल्नु त्यो भरेको छैन त्यो फक्कटे त्यतिले त्यो पुरै भरिदिनु न लगाइछ यो जति चाहिँ म लाने हो ठ्याक्क मैले जति भने त्यति पुगेछ लगाइछ अब यो चाहिँ प्याकिङ भयो यो चाहिँ अब मैले लाने